चाहिँ अहिले हाम्रै धुनबेसीको लोकल पपैया खाँदैछौँ। कस्तो एकदम बब्बाजा हजुरहरू पनि आएर एकचोटि टेस्ट गर्नुपर्छ है यहाँ होइन। ल गाइस खाएको पनि कति देखायो भन्ने होला तर के गर्नु ओके। अस्ति हामी लमजुङमा त्यो भाइ र मैले चारवटा खाइदियो। के अब चाहिँ हामी यहाँ धादिङबाट निस्किन लागेको के भन्न चाहन्छ? अब हामी यहाँबाट निस्केको 1 घन्टामा फेरि अर्को भिडियो हजुरहरू सामु प्रस्तुत गर्दैछौँ ल अहिलेलाई त्यति बेलसम्मको लागि धन्यवाद लगाइछ। ल गाइस अब हामी खाना खानको लागि मुगलिन झरिसकेका छौँ गाइस। मुगलिन फिस्टेल म हजुरलाई यताको भ्यू देखाउन चाहन्छु है एकछिन प्लिज वेट। खाना आइसकेको छ फाइनली। अच्छा खाना कस्तो हुन्छ अब हामी स्वाद टेस्ट गर्छौँ। अब हामी सुरु गर्न लागेको गाइस। कस्तो छ ओ हेलो ल म उता पुगेर हालिदिन्छु ल म बाटोमा छु। काँडा भयो भने मिठो चाहिँ रहेछ है गाइस। यहाँ हेर्न सक्नुहुन्छ अब सुरु ल सुरु गर्न लाग्यो। अब चाहिँ खाएको मात्रै कति देखाउने गाइस। अब एकछिन खान्छ नि त सुख हुन्छ होइन। खाइसकेपछि एकछिनपछि अब हाम्रो भेट हुनेछ। त्यति बेलसम्मको लागि बिदाहरू त हाम्रो सरले सुरु गरिसक्नुभयो। सुरु ल हाई गाइस हामी चाहिँ यो लमजुङ शहरदेखि भित्र हामी सुरु मार्ग आइसकेको छौँ। हाम्रो ठ्याक्कै सुरुङ छिर्न आँटेका छौँ। कति किलोमिटर छ सुरुङ छैन यति रातो हुन्छ दौडेर हावा बेसी हालेको क्या गाली राख्यो I'm going under and I fear this time there's no one to save me. This all or nothing really got a way of driving me crazy. हेलो गाइज फाइनली हामी यो लमजुङको हिल स्टेसनमा पुगिसकेका छौँ। यहाँबाट हेर्न सक्नुहुन्छ दृश्य निकै नै रमाइलो छ हो। एकचोटि चाहिँ समय मिलाएर आउनै पर्छ सबैलाई। वेलकम छ गाइज। कम्तीमा पनि हामी आधी घन्टाको हिँडाइपछि यो हिल स्टेसनमा पुगिसकेका छौँ। निकै नै राम्रो छ गाइज। ओ माई गड यस्तो हाम्रो वाउ स्वर्ग हो कि हाम्रो देश त वाह। यति भन्दै म बिदा लिन चाहन्छु। धन्यवाद सबैलाई। गुड मर्निङ।
आज म आएको छु यो लमजुङको पिस हिल रिसोर्टमा। यहाँ निकै नै शान्त वातावरणमा यति राम्रो लगानी लगाएर यहाँ पिस हिल रिसोर्ट स्थापना गरिएको रहेछ। यहाँबाट देख्न सक्नुहुन्छ हजुरले हिमालको दृश्य कति राम्रो छ हेर्नुहोस्, कति राम्रो छ। यहाँ तपाईँहरू चाहिँ एकचोटि समय मिलाएर आइदिनु होला। मनाङ हेर्नु यहाँबाट मनाङ देखिन्छ ल, मनाङ यो मनाङ हो। यता हिमाल देखाइदिनुहोस् त, हिमाल देखाइदिनुहोस् कति राम्रो छ। अब यस्तो राम्रो सिन हेर्न छ भने एकचोटि चाहिँ तपाईँ यहाँ आउनुपर्छ। लोकेसन भन्नुपर्दा चाहिँ यो पिस हिल रिसोर्ट्स लमजुङ। धन्यवाद।